ठ्याक्क मुख च्यात्ने गरिदिन्छु। लु दे त दे, च्यात्छस् रे मुख च्यात्छस्। लु दयाहाङ राईको जारी 2 रिलिज भइसकेको छ र मैले पनि जारी 2 को फर्स्ट सो हेरेर आइसके। आउनुस् कुरा गरौँ जारी 2 को बारेमा। त्यो भन्दा पहिले हाम्रो युट्युब च्यानल सिनेमा एक्सप्रेस नेपाललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नु होला। यसरी अर्काको छोरी चेली लिएर कुटपिट गर्न पाइन्छ? अबदेखि हाम्रो चेली यो घरमा बस्दैन। कुरा भनेको कि वार कि पार हुनुपर्छ आतंकवादी। जारी मुभीको बारेमा प्राय सबैलाई थाहा भएको कुरा हो र जारी 2 जारीकै सिक्वेल हो। जारी मुभीलाई उपेन्द्र सुब्बाले लेखेका र निर्देशन गरेका हुन् र जारी 2 पनि उपेन्द्र सुब्बाकै लेखन र निर्देशनमा रहेको छ। उपेन्द्र सुब्बाको लेखनमा यति गहिराई छ जुन मुभीको स्टोरीमा मात्रै नभएर एउटा दस्तावेजको काम गर्ने देखिन्छ। भविष्यमा कल्चरको बारेमा रिसर्च गर्नेहरूका लागि एउटा स्रोतको काम गर्नेछ। यस मुभीको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिचा शर्मा, प्रकाश गुरुङ, प्रेम सुब्बा लगायतका अन्य कलाकारहरू रहेका छन्। यस मुभीलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले प्रोड्युस गरेका हुन्। जारी मुभीको बारेमा भन्नुपर्दा यस मुभीमा विशेष गरी किराँत समुदायमा रहेको जारी प्रथालाई लिएर बनाइएको थियो जुन पहिलो जारीमा रहेको थियो। जारी 2 मा पनि केही हदसम्म त्यही कुरा रहेको छ। धेरैले लाग्न सक्छ जारी 2 पहिलो भाग जस्तै होला भनेर, तर म भन्छु जारी र जारी 2 मा धेरै फरक छ र कतिपयले जारी हेरेको छैन भने जारी 2 बुझ्न अलि गाह्रो हुन सक्छ, तर बुझ्न चाहिँ मज्जाले बुझ्न सकिन्छ। जारीमा रहेका पात्रहरू र तिनीहरूको कथाहरू नै जारी 2 मा रहेको छ। यस मुभीको स्टोरी हेर्दै जाँदा जारीको पहिलो भाग र जारी 2 मा एउटै लाग्न सक्छ, तर प्रेजेन्टेसन, डायलगहरू, सिनसटहरू र मुभीमा रहेको सिचुएसनहरू निकै फरक छ। हुन त जारी 2 लाई सङ्गक च्याब्रुङ पनि भनिएको छ। त्यसैले जारी 2 मा पनि किराँत समुदायको चालचलन, रहनसहन, संस्कृतिहरू देख्न पाइन्छ। अनि मान्छेको मनले त नाच्नु खोज्छ, गाउनु खोज्छ, खुसी खोज्छ, आनन्द पो खोज्छ। खासमा चाहिँ मान्छे स्वरूपमा पशु भए तापनि मन चाहिँ चरा हो भन्छन् बुढापाकाले। जुन हिसाबमा जारी 2 को स्टोरी प्रेजेन्टेसन गरिएको छ, मुभी हेर्दै जाँदा फुल मुभीले इन्जोय गराउँछ। अब कुरा गरौँ यस मुभीमा रहेका केही मुख्य कलाकारहरूको बारेमा। जारी 2 मा मलाई चाहिँ एकदमै राम्रो लागेको विजय बरालको रोल हो। विजय बराललाई जसरी जारीमा देखाइएको थियो जारी 2 मा अझै फरक र एकदमै राम्रो लाग्छ। विशेष गरी विजय बरालले जारी 2 मा रोएको सिनहरूले सबैले हँसाउँछ। खासमा मानिसहरू रोयो भने सँगसँगै रुन मन लाग्छ, तर जारी 2 मा विजय बराल रुँदा हलभित्र भएका सबै दर्शकहरू हाँस्छन्। निकै फरक तरिकाले विजय बराललाई प्रस्तुत गरिएको छ। हुन त विजय बराललाई नेचरल स्टारको ट्याग दिइएको छ र त्यसै नेचरल स्टार भनिएको होइन र विजय बराल कुनै कमेडियन पनि हैनन्। उनको कमेडीमा कुनै छाप पनि छैन, तर जारी 2 मा विजय बरालले गरेका रोलहरू यति कमेडी लाग्छ कुनै ठुलो कमेडियन भन्दा कम छैन। उले देखोस् नदेखोस् तैले सबै देखे भएन मुला। र अब कुरा गरौँ दयाहाङ राई र मिरुना मगरको बारेमा। दयाहाङ राई सदाबहार हिरो हुन् भन्दा फरक पर्दैन। दयाहाङ राई न रियल लाइफमा हिरो जस्तो लाग्छन् न मुभी भित्र हिरो जस्तो देखिन्छन्। यही कुराले होला दयाहाङ राईसँग सबैजना सजिलै कनेक्ट हुन्छन् र सबैजना मुभीको हिरो मै हुँ भन्ने महसुस गर्छन् र त्यो महसुस गराउने काम गर्छन् दयाहाङ राईले र यस मुभीमा पनि त्यो कुरा देखिन्छ र दयाहाङ राईको बलियो पक्ष पनि त्यही हो। न रियल लाइफमा हिरो जस्तो देखिने न मुभी भित्र हिरो जस्तो देखिने र दयाहाङ राईको यही कुरा दर्शकहरू धेरै मन पराउँछन् र यस मुभीमा पनि यी सब कुराहरू देख्न पाइन्छ। त्यसै गरी मिरुना मगरको बारेमा भन्नुपर्दा जारी मुभीको मेरुदण्ड हुन् भन्दा फरक पर्दैन। जसरी जारी मुभीको स्टोरी पानी जस्तै बग्छ त्यस्तै मिरुना मगरको एक्टिङ पनि लाग्छ। अरू कलाकारहरूको राम्रो छैन भन्न खोजेको होइन, यो मुभीमा रहेको सबै कलाकारहरू 101 छन् र सबैजनाको उत्तिकै महत्त्व छ। जारी एउटा फिल्म मात्रै नभएर नेपालका लागि र किराँत समुदायका लागि एउटा दस्तावेज जस्तै हो, या भनौँ भविष्यमा एउटा दस्तावेजको काम गर्नेछ र जारी मुभीमा रहेका सबै कलाकारहरू एउटा दस्तावेजका रूपमा रहेका छन्। मुभीको पहिलो हाफ एकदमै राम्रोसँग बगेको छ, कहीँ कतै पनि कमी लाग्दैन। मुभीको दोस्रो हाफमा केही फरक लाग्छ, या भनौँ मुभी स्टोरी भन्दा केही बाहिर गयो कि जस्तो लाग्छ। मुभीको फर्स्ट हाफ जसरी पानी जस्तै बगेको छ, सेकेन्ड हाफमा 62-63 मा नेपालमा भएको घटनाहरूलाई जोडिएको छ। 62-63 सालमा माओवादी र सेना बीच भएको घटनाहरूलाई जोडिएको छ। त्यो समयको माहौल पनि राम्रोसँग देखाइएको छ, तर जसरी जारीको पहिलो भागमा छ त्यसरी नै जारी 2 मा पनि हुनु पर्थ्यो जस्तो लाग्छ।
हुन त मुभीको स्टोरीसँग ती कुराहरू जोडिएका छन्, तर जारीमा जसरी मुन्धुम, पालम, च्याब्रुङ र जसरी किराँत समुदायको जीवनशैली देखाइएको थियो त्यसरी नै जारी 2 मा पनि हुनु पर्थ्यो। 62-63 को माहौल नजोडिएको भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। मैले एउटा दर्शकको रूपमा भन्दैछु। हुन त यो मुभीको स्टोरी अनुसार 62-63 को माहौल पनि हाङमा र नामसाङको जीवनसँग जोडिएको छ, तर अलि केही कमी भयो कि जस्तो लाग्छ। बाँकी जुन हिसाबले जारी 2 बनेको छ सबैको जीवनसँग मेल खान्छ। धार्मिक, सांस्कृतिक, सामाजिक, मानवीय जीवनशैली यी सब विषयहरू एकदमै राम्रोसँग जोडिएको छ। यस मुभीलाई नम्बरको हिसाबले र्याङ्किङ गर्नु पर्दा 5 मा 5 दिँदा केही फरक पर्दैन। तपाईहरू पनि एकपल्ट गएर जारी 2 पक्कै हेर्नुहोला र यस्तै भिडियोको लागि हाम्रो युट्युब च्यानल सिनेमा एक्सप्रेस नेपाललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। धन्यवाद। ए लाजे पालममा त मुन्दुम हुन्छ, जीवन के हो, प्रेम के हो, संसार के हो, सबैको उत्तर हुन्छ। ए आगो त राम्रो चुलैमा, भमरा राम्रो फुलैमा, याउली त बस्छ बनैमा, मायालु बस्छ त मनैमा।